नमस्कार सबैजनालाई। अहिले अब वैशाख 14 गतेदेखि क्लास 12 को एक्जाम हुन गइरहेको छ, फाइनल बोर्ड एक्जाम। वैशाख 14 देखि वैशाख 27 गतेसम्म एक्जाम चल्छ र त्यसै गरी साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटी सबैको एक्जाम हुन्छ र यस एक्जाम हामीले राम्ररी मेहनत गरेर पढेर एक्जाममा राम्रो नम्बर ल्याउन सफल भए भविष्यमा धेरै नै काम लाग्नेछ। किनभने क्लास 12बाट नै हायर एजुकेसन स्टार्ट हुन्छ। त्यसैले गर्दा क्लास 12मा सबैजना राम्ररी एक्जाम दिनुहोला, मजाले एक्जाम दिनुहोला। आफूलाई चाहिने जे कुराहरू छ सबैले लिएर जानुहोला र क्लास 12 को एक्जाम दिने सबैजनालाई म बेस्ट अफ लक विस गर्न चाहन्छु। अब तपाईँहरू राम्ररी एक्जाम दिनु। म नि क्लास 12 मै छु, म नि क्लास 12 को एक्जाम दिन्छु अनि साइन्स हो, साइन्स हो, त्यसैले म नि एक्जाम दिन्छु र सबैजनालाई अनुरोध छ राम्ररी एक्जाम दिनुहोला। क्लास 12 को जम्मा 14 दिन एक्जाम हाम्रो चल्छ। 14 दिन एक्जाम दिएर अनि त्यसपछि चाहिँ रमाइलो गर्नुपर्छ सबैजना। अनि क्लास 10 को चाहिँ क्लास सी को चाहिँ सी सकेर तिनीहरू रमाइलो गर्दैछन्। अब हामी एक्जाम दिनुपर्छ। अब हामी एक्जाम दिनुपर्छ। 27 गते एक्जाम सकिन्छ हाम्रो। सबैलाई यही भन्न चाहन्छु, बेस्ट अफ लक फर द एक्जामिनेसन। सबैजना राम्ररी एक्जाम दिनुहोला। सेन्टर कस्तो छ, कुन ठाउँमा छ राम्ररी पत्ता लगाउनु होला। हेरेर मात्रै सेन्टर जानुहोला र समयमै जानुहोला र बेस्ट अफ लक विस गर्न चाहन्छु सबै क्लास 12 को एक्जाम दिनेहरूलाई।